प्रतिस्पर्धा नेपालको कानून बनाउनमा गरौं मान्य सदस्यहरू। प्रतिस्पर्धा देश, राष्ट्र, राष्ट्रियता र जनताको जनजीविकाको विषयमा प्रतिस्पर्धा गरौं। प्रतिस्पर्धा सभामुखसँग होइन मान्य सदस्यहरू। प्रतिस्पर्धा देशको भ्रष्टाचारसँग गरौं, देशको सुशासनसँग गरौं। प्रतिस्पर्धा केमा गर्ने त्यसमा ध्यान दिउँ मान्य सदस्य। मैले मान्य सदस्यहरूलाई हिजो पनि पटक पटक संवाद गर्नको लागि बोलाएको थिएँ। मान्य सदस्यहरूले समय दिनु भएन र मैले आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नको लागि मान्य सदस्यहरूलाई सूचना गरेको थिएँ, समय दिनु भएन। त्यसकारणले सभामुखले गर्ने त्यही नै हो मान्य सदस्यहरू। सभामुखले सदन सञ्चालन गर्नको लागि सम्मानित मान्य सदस्यहरूलाई, सबै दलका मान्य सदस्यहरू, प्रमुख सचेतक, दलका नेता, उपनेताहरूलाई मैले निरन्तर संवाद गर्न कोसिस गरेँ हिजोदेखि मान्य सदस्यहरू। तर त्यसमा मान्य सदस्यहरूले जब नजरअन्दाज गर्नुहुन्छ त्यसै सभामुखले प्रक्रिया रोकिँदैन मान्य सदस्यहरू। देशमा हामी सबै सदस्यहरू कानून निर्माणको लागि आएका हौं। मैले पटक पटक दोहोऱ्याइरहेको छु। देशमा संविधान बनेको 10 वर्ष पूरा भइसकेको अवस्था छ। संविधानले बनाउनु पर्ने भनेका कानूनहरू नबनेको कुरा मान्य सदस्यहरूले नै सार्वजनिक रूपमा भन्दै हिँड्नु भएको छ। त्यसो भने हामी सधैँ यसै गरेर हाम्रा कानूनहरू बन्छ त मान्य सदस्यहरू? मान्य सदस्यहरू बस्नुहोस्, कार्यसूचीमा प्रवेश गरौं। हामी हाम्रो आजको कार्यसूची अनुसार अगाडि बढौं, छलफलहरू गरौं। मैले मान्य सदस्यलाई समय दिएँ, यहाँहरूको कुरा सुने, मेरो ध्यान आकर्षण भएको छ। त्यसकारणले सभा सञ्चालन गरौं। मान्य सदस्यहरू बस्नुहोस्, बसेर सभा सञ्चालन गर्न सहयोग गर्नुहोस्। मान्य सदस्यहरू, संसदीय प्र्याक्टिस, हाम्रो संविधान नियमावली, हाम्रा प्र्याक्टिसहरूलाई हेर्दाखेरि हामी विधेयकहरूमा छलफलहरू गर्छौं। त्यसपछि त्यहाँ संशोधन मागिन्छ। संशोधन मागिसके पछाडि संशोधनहरू पर्छ र संशोधनहरू आइसके पछाडि त्यसको समितिमा पठाउने कि सदनमै दफावार छलफल गर्ने भनेर छलफलहरू हुन्छ। र हिजो पनि भएको के थियो त भन्दा दफावार छलफल यही संसदमा गर्ने भनेर मान्य सदस्यहरूले पास गर्नुभएको थियो यही हलबाट। त्यही स्वरूप हामी अगाडि बढ्यौं। र मान्य सदस्यहरू, सभामुखले निर्णयार्थ मात्र पेश गर्न सक्छ। सभामुखले ती संशोधित बुँदाहरू स्वीकार गर्ने या अस्वीकृत गर्ने भनेर मैले यही सभालाई छोड्ने हो मान्य सदस्यहरू। र यही सभाबाट मान्य सदस्यहरूले अन्य मान्य सदस्यहरूलाई कन्भिन्स गरेर यहाँहरूले त्यसलाई अस्वीकृत गर्न सक्नुहुन्थ्यो मान्य सदस्यहरू। मैले कुनै संशोधन स्वीकृत वा अस्वीकृत मैले गरिरहेको छैन मान्य सदस्यहरू। मैले त निर्णयार्थ पेश मात्रै गरेको छु। त्यसकारणले मान्य सदस्यहरूलाई यति ज्ञान हुनुपर्छ। त्यसकारणले मान्य सदस्यहरू, यो प्र्याक्टिस म आएपछि भएको र अहिले 2082 पछाडि भएको होइन। विगतदेखि अग्रज मान्य सदस्यहरू यही हुनुहुन्छ। त्यसकारणले संशोधन भएर आएका सबै बुँदाहरू सभामा पेश गरिन्छ र सभाले नै त्यसलाई स्वीकृत गर्ने कि अस्वीकृत गर्ने सभाले नै निर्णय गर्छ। त्यसकारणले मैले त्यही प्रक्रियामा काम गरिरहेको हुँ। त्यसकारणले मैले न मिचेको छु न मैले यहाँहरूलाई पेलेको छु। त्यसकारणले मान्य सदस्यलाई म विनम्रताको पूर्वक अनुरोध गर्न चाहन्छु, यहाँहरू बस्नुहोस्, हामी कार्यसूचीमा प्रवेश गरौं, अगाडि बढौं। बजेटको छलफलमा हामी आजबाट सुरुवात गर्ने तयारीमा छौं। त्यसकारणले मान्य सदस्यहरूलाई बसेर सभा सञ्चालन गर्नको लागि सहयोग गर्नलाई म अनुरोध गर्छु। सबै मान्य सदस्यहरूलाई बसेर सभा सञ्चालन गर्नको लागि सहयोग गर्न म अनुरोध गर्छु।
मान्य सदस्यहरू, आज हामीले हाम्रो कार्यसूचीमा केही विषयहरू छन्। हिजैदेखि विपक्षी दलका नेताले बोल्न समेत समय मागिरहनु भएको छ। मेरो त्यता पनि ध्यान आकर्षण छ। त्यसकारणले यहाँहरूले मान्य सदस्यहरूले आफ्नो कुरा राख्नुभयो, त्यो मलाई ध्यान आकर्षण भएको छ। सभामुखको ध्यान आकर्षण भएको छ। त्यसकारणले मान्य सदस्यहरू बसेर सभा सञ्चालन गरौँ, कार्यसूचीमा प्रवेश गरौँ। त्यसपछि यहाँहरूले राखेका विषयहरूमा मेरो ध्यान आकर्षण भइसकेपछि त्यसपछि यसका प्रक्रियाहरू, यसका विषयमा छलफलहरू हुने नै त होला। त्यसकारणले मान्य सदस्यहरूले आफ्नो कुरा राख्नुभयो, मैले सुने। त्यसकारणले मान्य सदस्यहरूले चाहिँ आजको कार्यसूचीमा प्रवेश गरेर हामी बजेटको छलफलमा अगाडि बढ्नुपर्नेछ। यसलाई हजुरले यो अगाडि सारेको जुन कार्यव्यवस्थाको जुन सूची छ, यो सूची भन्दा अग्राधिकार लिएर यो राष्ट्रघातको कुरा, यो सीमा मिचिएको कुरा प्रधान कुरा हो। यसलाई तल माथि पारेर अरू संसदीय कार्यले अगाडि बढ्दैन भन्ने कुरा दलले, सबै दलका नेताहरूले विचार प्रस्तुत गरिसक्नु भएको छ। यस अर्थमा यसलाई अब जबरजस्ती अगाडि नबढाइयो। सभामुखज्यू, यो हिजो पनि हजुरले एउटा सामान्य यो मान्य सदस्यहरूको यो आफूलाई अनुशासित बनाएर हिँडाउने नियमावलीका विषयमा जुन ढङ्गको बल निचानी भयो, यसबाट यो संसद र यो देश लज्जित भएको छ। सभामुखज्यू, त्यसो भएको हुनाले हामीले विधि र प्रक्रियालाई सही ढङ्गले संयोजन गरौँ। सभामुख महोदयबाट त्यो भूमिकाको आशा राख्छौँ। फेरि जबरजस्ती संसदलाई अगाडि बढाउने कुरा कि मार्ग स्वीकार्य छैन। प्रधानमन्त्रीलाई बोलाइयोस् र प्रधानमन्त्रीबाट सीमा नेपालले बिर्सेको कुरा उपर उहाँले माफी माग्नुहोस्, अनि मात्रै यो विषय अगाडि बढ्छ। सभामुख मान्य सदस्यहरू, मेरो इच्छा, मेरो चाहना हुँदैन मान्य सदस्यहरूलाई पेलेर सदन चलाउने।